हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज म जाँदैछु गोदक मेला। गाडी चाहिँ 4 बजे आउँछु भनेर 5 बजे आइपुग्यो हैन। म चाहिँ 4 बजे रेडी भएर बसिरहेको थिएँ, तर गाडी चाहिँ एकदमै लेट आयो क्या। अनि त्यसपछि हामी गयौँ। हामी चाहिँ जम्मा यतिजना छौँ। अनि हेर्नुहोस् त विक्रम बाबा हामी आइपुग्यौँ। विक्रम बाबा आइसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ खासै धेरै मान्छे चाहिँ छैन हैन, फट्टफुट्ट मात्रै मान्छे छ क्या यहाँ। हेर्नुहोस् त पुरै खाली छ, सुनसान छ त विक्रम बाबाको बाटो। के भएको बिहानै जान दिँदैन होला सायदै है। अनि हामी आइपुग्यौँ माडीको बाटोमा। यसो उछालबाट हेरिरहेको छु होइन, केही न केही देख्छु भनेर हेरेको त केही पनि देखेन क्या, केही छैन। हामी चाहिँ अहिले माडी आइपुग्यौँ, माडीको यो पुल। अनि त्यसपछि माडी चाहिँ मेरो यो सेकेन्ड टाइम, फर्स्ट टाइम चाहिँ म डोनेसनको लागि आएको थिएँ। अनि आज चाहिँ घुम्नको लागि आएको छु यो रेस्टुरेन्टमा। पहिला आउँदाखेरि यो रेस्टुरेन्टमा चाहिँ हामीले खाजा खाएर घर फर्केको यो रेस्टुरेन्टमा। अनि माडी ठाउँ चाहिँ मलाई एकदमै मनपर्छ, जता हेऱ्यो त्यतै होइन सुनसान छ, घरै छैन क्या यतातिर होइन, पुरै खाली ठाउँ छ। मलाई फेरि यस्तै ठाउँ मनपर्छ क्या। अहिले चाहिँ हामी गोदक मेलाको यो गेटबाट प्रवेश गर्दैछौँ। अनि टक्क लगाएर हामी गोदक मेला सर आज घुम्छौँ होइन गाइजहरू, तपाईँहरू हेर्दै बस्नु होला। हामी चाहिँ टक्क लगाएर अहिले चाहिँ शेरवा गाउँमा पुगिसक्यौँ। अनि सायदै हामी छिटै पुग्छौँ होला अब। फाइनली हामी आइपुगेको छौँ। यो झलुङ्गे पुल कत्रो झलुङ्गे पुल हो। अनि यहाँ चारैतिर हेर्दाखेरि खासै बस धेरै त छैन होइन, त्यही 3-4वटा मात्रै छ। अनि खासै भिड नहोला भनेर आशा छ। हाम्रो टोलीमा यतिजना मात्रै छौँ। अनि हामी जानुपर्छ अब, तर हामी सबैजना फर्स्ट टाइम आएको भएर हामीलाई कसैलाई थाहा थिएन कि कुन बाटो जाने भनेर। माडी सेकेन्ड टाइम यार, खै कताबाट जाने हो थाहै छैन, हामी त फर्स्ट टाइम हो। जम्मा जम भुलाइ यार। हिँड्न सुरु गरियो होइन, कति घन्टा लाग्छ कसैलाई थाहा छैन। यहाँ फेरि 2-3 घन्टा लाग्छ भन्छ होइन, अब कति घन्टा लाग्छ हेरौँ है त। खासमा चाहिँ गाडी अगाडि पार्किङमा रोक्न पर्ने होइन, तर पछाडि नै क्या त्यो बजारको साइडमै रोकिदिनु भयो। र हामी चाहिँ हेर्नुहोस् न कति धेरैजना छौँ, यति हिँड्न पर्यो नि, धेरै टाढा हिँड्नु पर्यो। अनि फर्स्टमा यो तपाईँहरूले देख्न सक्नुहुन्छ शिवजीको मूर्ति। अनि यस हामी प्रवेश गरिसकेको छौँ। बाटो कति घन्टा हिँड्न पर्छ अब थाहा छैन, कस्तो बाटो छ त्यो पनि थाहा छैन होइन, हेर्दै जाउँ है त। भिडियो कराई नि भिडियो बना युट्युबमा हाले त वेलकम टू माय चैनल। सब्सक्राइब खतरा यार कहां बा ये लेकिन बड़ा कौन चले उतर जा किसे बहू याओ कौन जा किसे बहू याओ। खतरनाक बाटो छ यहाँको त। काई कुण्डा बा कसराम कुण्ड पुगिसक्यो रे। हैया सफा मनकामना बोलेको थिएन। साउदी मरुभूमि दुबई की साउदी
चप्पल निस्किन्छ। शिवजी बरियात मोर लूज भे सकला यहाँ लूज चपला लूज है के मुहल से ये चप्पल आने खोजे के हाँ से मुख ना बुले पड़ता है था मोरा बिच्चा बिच्चा में यस्तो बाटो छ चपला निकड़ा बुलवा है इतर हाँ के चल अयो देखला है फाट सकला के निकल सकला इतरे बुलवा से हाँ हामी त हिँडेको हिँडे बा मोर नवाहिम त हैने उसने तसने यस आयु 1.5-2 घंटा यहाँ को बाकी 3 बजे के गेल भरखे हो यार मने अथी कति कसे घुमना अथी कति कति हेरना त बड़े जम्मे ये त ही जम्मा होता ही ये पूरा बिल्ली भर पहरा ए सब वही मोर दसरी मानव कारण से स्नग भेले ये मोर बेटा जम्मा जूता फिसु भी कोसी है त जम्मा भेदी अब बाटो यस्तो छ चप्पल ल्याउन पर्ने हो ऐसा देखा पुरै घुमरी उछराई पुगली की आसन दे घड़ी हेर के 8:30 बजे 10 बजे मेरी लाइक है वो देखते ये भाई जबरदस्त सीट है लेकिन है ना वो जगले सीना है रोज नहीं फंसे को इतना हजार होती कुन चाहिँ बाटो जाने हो कहाँ काहे बाटो काहे पड़ा ई है सोझे वो ढेर चपला निकोली ये है अरे वो तो निकोले हां मेरा ऊपर के
बाटो चाहिँ यस्तो छ होइन, खतरनाक खोला हिँड्न पर्दो रहेछ कि। अनि खोलामा यत्रो ठुल्ठुला सिल रहेछ, ढुङ्गाहरू छ। त्यो माथि हिँड्दा एक त मेरो चप्पलले मलाई चाहिँ साथ दिएन होइन। जे होस्, देवी देवता भएको ठाउँमा यस्तो बाटो चाहिँ हुनुपर्छ, यतिको बाटो चाहिँ हुनपर्छ, अनि पो मजा हुन्छ त हौ। हाँ यहाँ था तो लाओ यहाँ आई है क्या कर दियो मोर अरे पर्ची का तेल लगा दिया तेल आएर जाने नहुन जाने भनेको यसैको सिर हो क्या पक्कै मैले चाहिँ भनेको होइन होला भन्दै औरी नतिनी आई जा कहाँ हरायो यसले म लिगली कोटमा हान चढाउ यो कालो खेरमा कम यो एकचोटि गिरले ओराट यहाँ त झन् यत्रो बाटो छ कि, एक बित्ताको बाटो, भिडभाड कति छ यहाँ। यही एक बित्ताको बाटोबाट आउने हो जाने हो, एउटै बाटो के, अरू फेरि छैन, एउटै यही बाटो मात्रै। आउँदा जाँदा बाटो छैन, जाने बेलामा आउने बाटो छैन। ओ यत्रो सानो बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू। अगाडिको मान्छे बोल्छ पछाडिकोले सम्हाल्ने। सो गाइस, फाइनली हामी परशुरामकुण्ड आइपुगेको छौँ। तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ यहाँको नजाराहरू। अनि भन्छ नि होइन, एक्सपेक्टेसन भर्सेस रियालिटी। यो कुण्ड चाहिँ, परशुरामकुण्ड चाहिँ म भिडियोमा कस्तो राम्रो देखेको थिएँ कि, कस्तो मजाले झर्ना झरेको देखेको थिएँ। तर चाहिँ यहाँ आइसकेपछि यसो हेर्दाखेरि यत्रो सानो आउने के, पानी बल्ल बल्ल आउने माथिबाट। त्यहाँनिर यत्रो सानो झर्ना झरेको छ होइन। त्यो झर्नामा नुहाएर अनि त्यहाँको जल लिएर अनि उतापट्टि चाहिँ सानो घेरा लगाइदिएको छ, त्यहाँनिर टक्क लगाएर त्यो कुण्डमा नुहाएर हामी चाहिँ फेरि घरतिर फर्क्यौँ। मान्छेहरू त राति नै जाँदो रहेछ कि यो ठाउँमा नुहाउनको लागि। अनि हामी जाने बेलामा त कोही फर्किरहेको पनि थियो, 8 बजे 9 बजेतिर फर्किरहेको, नुहाएर फर्किरहेको। भगवान्, बाटो यस्तो छ बिहानै। यदि तपाईँहरू परशुरामकुण्ड नुहाउन आउँदै हुनुहुन्छ भने एक बोतल पानी बोकेर आउनु होइन। उहाँहरू यहाँ चाहिँ पसल छैन के, बिच बाटोमा पसलै छैन, यहाँ जङ्गलै जङ्गल, पुरै जङ्गल, खोला जानुपर्छ, आउनुपर्छ होइन। अनि उहाँहरू चाहिँ त्यहीँको पानी पिउँदै हुनुहुन्छ कि, खोलाकै पानी पिउँदै हुनुहुन्छ तिर्खा लाएर। अब लगभग चाहिँ हामी बाहिर निस्किसक्यौँ होइन। लास्टमा चाहिँ अब हामी यो कुकुर र बिरालोको पूजा गर्न जान्छौँ। फेरि माथि जानुपर्छ कि, यहाँदेखि फेरि माथि जानुपर्छ। देख्न सक्नुहुन्छ कुकुर र बिरालोको सबै सिल भएको छ होइन। मैले त अब चिनिनँ कुन कुकुर कुन बिरालो, तपाईँहरू अब आएर चिन्नु।